स्वागत छ। आजको यस प्रस्तुतिमा हामी नेपालमा लागू हुन गइरहेको नयाँ 2083 सालको कक्षा 4 र 5 को विद्यार्थी मूल्याङ्कन मार्गदर्शनको चिरफार गर्दैछौँ। यो यस्तो नीति हो जसले हाम्रा साना बालबालिकाको सिकाइ पद्धतिलाई पुरै नयाँ दिशा दिनेछ। ल अब ढिला नगरी आजको कार्यसूची सरसर्ती हेरौँ। हामी परीक्षा त्रासको अन्त्य, निर्माणात्मक मूल्याङ्कन प्रणाली, शिक्षकको टुलकिट, उपलब्धिका 4 स्तर, कार्य सञ्चयिका र प्रगति ट्र्याकिङ अनि अन्त्यमा समावेशी र उपचारात्मक सिकाइको बारेमा क्रमैसँग चर्चा गर्नेछौँ। खण्ड 1 परीक्षा त्रासको अन्त्य अर्थात् उच्च जोखिमयुक्त परीक्षाबाट दूरी। साना बालबालिकालाई परीक्षाको कति धेरै डर हुन्छ, यो कुरा हामी सबैले महसुस गरेकै छौँ। अनुसन्धानले नै भन्छ, ठूला र औपचारिक परीक्षाले बालबालिकामा मनोवैज्ञानिक त्रास मात्र बढाउँछ र रटेर पढ्ने बानीलाई मात्रै प्रश्रय दिन्छ। तर यसको सट्टा कक्षा कोठामै गरिने कम जोखिमका मूल्याङ्कनले नि यसले त उनीहरूलाई पूर्ण रूपमा सुरक्षित महसुस गराउँछ र निरन्तर सुधारको बाटोमा लैजान्छ। साँच्चै भन्नुपर्दा यो एकदमै बालमैत्री छ। यो परिवर्तन रातारात आएको भने पक्कै होइन। इतिहास हेर्ने हो भने 2028 सालमा आन्तरिक मूल्याङ्कनको सुरुवात भएदेखि 2063 को पाठ्यक्रम प्रारूपसम्म आइपुग्दा यसले एउटा आकार लिएको थियो। अनि त्यही निरन्तर विकासक्रमको नतिजा हो यो नयाँ 2083 को निर्देशिका। यसले त कक्षा 4 र 5 का लागि आवधिक परीक्षाहरूलाई नै पूर्ण रूपमा हटाएर 100% निर्माणात्मक अर्थात् निरन्तर मूल्याङ्कनलाई अनिवार्य गरिदिएको छ। अगाडि बढौँ। खण्ड 2 तर्फ निर्माणात्मक मूल्याङ्कन प्रणाली अर्थात् सिकाइका लागि मूल्याङ्कन। अब यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा आउँछ। हामी सिकाइको मूल्याङ्कन भन्ने पुरानो सोचबाट माथि उठेर अब सिकाइका लागि मूल्याङ्कनतर्फ लम्किँदैछौँ। यसको मतलब के हो त? एकदम सरल छ। मूल्याङ्कन भनेको वर्षको अन्त्यमा गरिने कुनै फैसला होइन, बरु यो त दैनिक सिकाइ प्रक्रियाकै एउटा अभिन्न हिस्सा हो जसले तत्काल पृष्ठपोषण दिएर सिकाइमा सुधार ल्याउन मद्दत गर्छ। र यो कुनै सामान्य सुझाव मात्रै होइन नि। 2082 चैत 13 गतेको मन्त्री परिषदको निर्णयले नै साना विद्यार्थीहरूको मनोवैज्ञानिक स्वास्थ्य जोगाउन यस्ता उच्च दबावयुक्त परीक्षाहरू हटाउनु पर्ने कुरालाई कानुनी रूपमै अनिवार्य गरिसकेको छ। यो आफैमा एउटा ऐतिहासिक कदम हो। अब लागौँ खण्ड 3 तर्फ, शिक्षकको टुलकिट अर्थात् व्यावहारिक मूल्याङ्कन विधिहरू। परम्परागत प्रश्नपत्र नै नभएपछि मूल्याङ्कन कसरी गर्ने त? हो, यसैका लागि शिक्षकहरूसँग अब विविध साधनहरू उपलब्ध छन्। कक्षा कोठाको सहभागिता, मौखिक र लिखित कार्य, परियोजना कार्यदेखि लिएर विद्यार्थीको व्यवहारमा आएको परिवर्तन अनि अभिभावकको प्रतिक्रिया र साथीहरूबीचको मूल्याङ्कनसम्म, यी सबै कुरालाई समेटेर अब समग्र लेखाजोखा गर्न सकिन्छ। यसलाई एउटा निरन्तर चलिरहने चक्रको रूपमा बुझ्न सकिन्छ। पहिले विद्यार्थीको दैनिक सिकाइको मापन गर्ने, त्यसपछि उनीहरूलाई कहाँनिर गाह्रो भइरहेको छ भनेर ठ्याक्कै पत्ता लगाउने, अनि त्यही अनुसार सुधारात्मक सहयोग दिने र सिकाइ पूरा नभएसम्म फेरि मूल्याङ्कन गरिरहने हो। यही नै यसको मूल मर्म हो। खण्ड 4 उपलब्धिका 4 स्तरहरू अर्थात् नयाँ ग्रेडिङ रुब्रिक। अघि भनिएका क्रियाकलापहरू अवलोकन गरिसकेपछि त्यसलाई नाप्ने एउटा मानकीकृत मापदण्ड पनि त चाहियो। यो फ्रेमवर्कले उपलब्धिलाई स्पष्ट 4 स्तरमा बाँडेको छ। यहाँ एकदमै प्रष्ट पारिएको कुरा के छ भने यदि कोही विद्यार्थी स्तर 1 वा स्तर 2 मा पर्छन् भने उनीहरूलाई त्यही बेला तत्काल सुधारात्मक र उपचारात्मक सिकाइ दिनु अनिवार्य हुन्छ। र हरेक कक्षा कोठाको अन्तिम लक्ष्य भनेकै सबै विद्यार्थीलाई कम्तीमा पनि स्तर 3 अर्थात् दक्ष स्तरसम्म पुर्याउनु हो। नयाँ पाठमा जानुअघि विद्यार्थीले सिकेको कुरा राम्रोसँग बुझेको हुनैपर्छ भन्ने कुरामा यसले जोड दिन्छ। अब खण्ड 5 कार्य सञ्चयिका र प्रगति ट्र्याकिङ अर्थात् शैक्षिक यात्राको अभिलेखीकरण। विद्यार्थीले वर्षभरि के सिके त? यो कुरा सुरक्षित राख्न एउटा व्यवस्थित प्रणाली चाहिन्छ। विद्यार्थीको वैयक्तिक कार्य सञ्चयिका वा पोर्टफोलियोले ठ्याक्कै त्यही काम गर्छ। यसमा विद्यार्थीका नमुना कामहरू र प्रगति विवरण सङ्कलन गरिन्छ र कक्षा 4 बाट कक्षा 5 का शिक्षकलाई सिधै हस्तान्तरण गरिन्छ। यसले गर्दा प्रत्येक बच्चाको सिकाइको कथा कहिल्यै टुट्दैन। अनि शैक्षिक वर्षको अन्त्यमा चाहिँ के हुन्छ त? वर्षभरि जम्मा गरिएका यी सबै तथ्याङ्कलाई विषयगत उपलब्धि प्रतिशतमा निकालिन्छ र एउटा मानकीकृत लेटर ग्रेडिङ प्रणालीमा बदलिन्छ। यसरी देशभरिका सबै विद्यालयहरूमा मूल्याङ्कनको एउटै मापदण्ड र एकरूपता कायम हुन्छ।
अन्त्यमा खण्ड 6 समावेशी र उपचारात्मक सिकाइ अर्थात् हरेक विद्यार्थीका लागि अनुकूलन। यो मार्गदर्शनको सबैभन्दा सुन्दर र मानवीय पक्ष भनेकै यसको समावेशी सोच हो। कुनै पनि बालबालिका आफ्नो शारीरिक वा बौद्धिक क्षमताकै कारणले सिकाइबाट वञ्चित हुनु हुँदैन। दृष्टि कमजोर भएकालाई ठूलो अक्षर र थप समय, दृष्टिविहीनलाई अडियो रेकर्डिङ वा ब्रेल लिपि अनि अन्य चुनौती भएकाहरूलाई सही अनुसारको वैकल्पिक व्यवस्था। मुख्य कुरा, मूल्याङ्कन सबैका लागि निष्पक्ष र अनुकूल हुनै पर्छ। यो सबै बुझिसकेपछि एउटा गम्भीर प्रश्न उठ्छ। हाम्रा कक्षा कोठाहरूले मनोवैज्ञानिक सुरक्षा र निरन्तर प्रगतिको यो बाटो समात्दै गर्दा यदि मूल्याङ्कन साँच्चै नै डरको साटो, सिकाइको एउटा औजार बन्ने हो भने यी दिशानिर्देशहरूले आउँदो पुस्ताको शैक्षिक यात्रामा कति गहिरो क्रान्ति ल्याउलान्। पक्कै पनि यो हामी सबैका लागि एउटा ठूलो र उत्साहजनक सम्भावना हो।